नमस्कार साथीहरू सबैजनालाई मेरो फ्यामिली। म चाहिँ आज मेथी आलुको सब्जी सुक्खा भाजी बनाउँदैछु साथीहरू। यता दाल तड्का मारिसके साथीहरू, रेडी हो दाल पनि। यता भात पाक्दैछ साथीहरू, दाल पनि एक नम्बर तयार भयो। दाल पाकिसक्यो साथीहरू। हजुरहरूले नास्ता गर्नुभयो कि नै, के गर्दै हुनुहुन्छ साथीहरू? मेरो पनि नास्ता भएको छैन, अब म नास्ता पनि गर्छु साथीहरू। तपाईहरुले नास्ता गर्नुहोस्। गर्नु भएको छैन भने के बनाउनु भएको छ नास्ता? मेरो चाहिँ नास्ता आज इडली साम्बार थियो। इडली साम्बार चटनी थियो नारियलको। सब कर्मचारीहरूले खाएर गइसक्यो साथीहरू। अब म मात्रै बाँकी छु। सब्जी चढाएर दाल पाक्यो भने खाम्ला भनेर इन्तजार गरेछु साथीहरू है। अब चाहिँ मेरो भयो, दाल पनि पाक्यो साथीहरू। धनिया हाल्दै रेडी, एकदम रेडी भयो साथीहरू। अब चाहिँ आज मेथी आलुको सब्जी बनाउँछु साथीहरू है। खाली मेथी और आलु सुक्खा है एकदम। यसलाई काटेर साथीहरू ठुलो भाँडामा हालेर पानी छलछल भरेर धोएर फेरि छान्नीमा राखेर पानी नितारेर साथीहरू यसलाई मैले गरेको साथीहरू। यसमा माटो बहुत धेरै हुन्छ, त्यही भएर 2-3 चोटि धुनुपर्छ साथीहरू। ठुलो भाँडामा हालेर मजाले चाहिँ यस्तो खेलाएर उसको बादमा छान्नीले छानेर बनाउनु पर्छ साथीहरू। नत्र भने फेरि माटो करङ लाग्यो भने बर्बाद बनाएको फेरि जान्छ साथीहरू है। तपाईहरु के बनाउँदै हुनुहुन्छ आज? सब्जी नास्ता के बनाउनु भएको छ साथीहरू? फाइनली साथीहरू भात पनि पाक्यो मेरो। म चाहिँ भात छान्दै छु साथीहरू। भात पाक्यो हेर्नुस्। अब म चाहिँ नास्ता गर्छु साथीहरू। हेर्नुहोस् रेडी भयो भात पनि। म चाहिँ साथीहरू अब नास्ता गर्छु है। नास्ता गर्छु साथीहरू। सब्जी चाहिँ हेर्नुहोस् मस्त पाकिरहेको छ। यसलाई एकदम सुक्खा बनाउने हेर्नुहोस्। यसलाई अहिले मैले नुन हालेको